हेलो एभ्रिवान, नमस्ते। म राजन। तपाईँहरू हेर्दै हुन्छ राजन लामिछाने युट्युब च्यानल। धेरैजनाले चाहिँ तपाईँले चाहिँ भोइस ओभर भिडियोहरू चाहिँ युट्युबको लागि कसरी तयार पार्नुहुन्छ भन्ने प्रश्न चाहिँ धेरैजनाले गर्नुभएकोले गर्दाखेरि चाहिँ आज चाहिँ म तपाईँहरूलाई चाहिँ मेरो मोबाइल स्क्रिनमा लगेर चाहिँ म तपाईँहरूलाई त्यो खालको भिडियो कसरी बनाउने भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। सबैभन्दा पहिले मेरो मोबाइल स्क्रिनतिर लागौँ है त। सबैभन्दा पहिले चाहिँ तपाईँले युट्युब खोल्नुहोस्। युट्युब खोलिसके पछाडि चाहिँ त्यहाँनिर तपाईँहरूलाई कुन भिडियोमा भोइस ओभर गर्न मन लाग्छ त्यो भिडियो छान्नुहोस्। त्यो भिडियो छानिसकेपछि चाहिँ सेयरको मुनिबाट रहेको बटनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँनिर धेरैवटा अप्सन आउँछ, त्यसमा ग्रिन स्क्रिन छान्नुहोस्। ग्रिन स्क्रिन छानिसकेपछि चाहिँ तपाईँलाई कतिको लामो भिडियो चाहिन्छ त्यो सिलेक्ट गर्नुहोस् र साउन्ड अफ गर्नुहोस् र डनमा क्लिक गर्नुहोस्। डनमा क्लिक गरिसकेपछि जब यसरी खोलिसकेपछि तपाईँको फोटोहरू चाहिँ यसरी देखाउँछ। यो फोटोहरू देखाइसकेपछि यो फोटोलाई चाहिँ यसरी गर्नुपर्छ। एडजस्ट गरिसकेपछि चाहिँ यो फोटोलाई चाहिँ तपाईँले साइडमा राख्न सक्नुहुन्छ र साइडमा राखिसकेपछि तपाईँहरूले यो रातो बटनमा क्लिक गर्नुहोस् र तपाईँहरूले के भन्न चाहनुहुन्छ त्यो भन्नुहोस्। हेर्नुहोस् यता, हेर्नुहोस् त साथीहरू, उहाँ दिदीले चाहिँ यो बाँसको चपडाबाट चाहिँ के यो बाँसहरूबाट चाहिँ के तयार पार्नुहुन्छ। हेर्नुहोस् यता लास्टसम्म यो भिडियो हेर्नु है त। उहाँले चाहिँ दिदीले चाहिँ कस्तो तरिकाले चाहिँ यहाँनिर हेर्नुहोस् त बाँसको उयोहरू जोडेर चाहिँ कस्तो दामी चिज बनाउँदै हुन्छ हो। यसरी तपाईँहरूले चाहिँ भिडियो गरिसकेपछि यहाँनिर राइट क्लिक गर्नुहोस्। राइट क्लिक गरिसकेपछि र यस्तो इन्टरफेस देखिन्छ। इन्टरफेस देखेपछि तपाईँले क्याप्सन र ह्यासट्यागहरू चाहिँ लगाएर चाहिँ अपलोड सर्ट्समा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँहरूले चाहिँ भिडियो अपलोड गर्न सक्नुहुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला र च्यानल सब्सक्राइब अनिवार्य गरिदिनु होला। हवस् त, धन्यवाद।